अब चाहिँ महाराष्ट्रको लागि चाहिँ निस्किसक्यो चाहिँ अटोमा छु अब अटोमा छु यशवन्तपुरतिर बसको टिकट छ आज 8:30 बजे बस हो एकजना साथी पनि छ त्यसलाई पिकअप गर्न जाँदैछु र अनि दुवैजना चाहिँ फेरि बस स्ट्यान्डमा जान्छ यशवन्तपुरबाट सिधा फेरि महाराष्ट्र लाग्यो महाराष्ट्र साथीहरू हाम्रो साथी पनि रेडी भइसक्यो म यहाँ पुगिसकेँ होइन साथी पनि रेडी भइसक्यो च्याट्ट चिटिक्को परेको छ अब हामी चाहिँ जाने उता गोवर्धन थिएटरको पास त्यो यशवन्तपुरतिर फेरि बस आउँछ 8:30 बजे बसमा चढेर सिधा आज महाराष्ट्रको टुर हो महाराष्ट्रमा कति दिन रहने हो कान्छा दाइ सरी 5 दिन महाराष्ट्रमा ओहो हो कौन सा दिन बोल्न कौन सा दिन योलाई त तपाईँले चिन्नै भयो होला है चिन्नै भयो होला साथीलाई पिकअप गरेर आइसक्यौँ अब जाँदैछु यशवन्तपुर चाहिँ अब बसको टिकट छ हाम्रो अघि भनिसकेको थिएँ यशवन्तपुर कति 11 मिनट देखाएको छ ल अब चाहिँ हामी यशवन्तपुर पुगिसक्यौँ होइन बसको वेटिङमा छौँ 8:30 बजे बस भनेको छ यी यशवन्तपुरको यो मेट्रो स्टेसन उतापट्टि चाहिँ रेलवे स्टेसन बस आएपछि फेरि अब बसमा चढेर बेङ्गलोर टु बम्बई हेरौँ साथीहरू के हुन्छ अब पुग्यो यशवन्तपुर बस स्टपमा पुग्यो यहाँ गोवर्धन थिएटर छैन गोवर्धन थिएटरको सामनेमै हो बस आउने पनि हामीहरू बसमा बसिसक्यौँ होइन यस्तो बस चाहिँ अँधेरो छ यार यहाँ त लाइट पनि छैन बसमा बसिसक्यौँ अनि बस यस्तो भयो कि गोवर्धन थिएटरबाट छुटिसकेको रहेछ बस छुटिसकेको रहेछ फेरि अझ अगाडि अटो समातेर 1.5 किलोमिटर दूर यहाँ रोकेर रहेछ बस अब बसमा बस्यो भोलि बिहान चाहिँ महाराष्ट्र है त साथीहरू गुड मर्निङ शुभ बिहानी साथीहरू 7 बजे सुब्यो अब होइन सूर्योदय हुँदैछ हजुरहरूले देख्न सक्नुहुनेछ यस्तो छ बिहानीको टाइम सूर्योदय हुँदैछ यहाँ होइन अझै पनि कर्नाटकमै छौँ हो साथीहरू महाराष्ट्र पुगेको छैन कब पहुँचेंगे भाई पता ही नहीं चल रहा है मगर गाड़ी बहुत तेज चलाता है बहुत ही तेज चलाता है बिहानीको 9 बजे होइन अब चाहिँ नास्ताको लागि रोकाएको छ क्या अगाडि नास्ताको लागि जानु पर्यो बाहिर यस्तो छ साथीहरू समाचार नास्ताको लागि जानु पर्यो त्यहाँ होटल छ राजस्थानी होटल छ अरे चलो भाइ कहाँ बस रोकेर चाहिँ नास्ता गर्नु लाग्यो होइन एउटै ब्रेड पकौडा चाहिँ 50 रुपियाँ अरे चाय यता 20 रुपियाँ यहाँ भिड लागिरहेको चाय खानेको यता बसेका छन् सबै यो ढाबा जस्तो छ क्या यहाँ भिड लागेको छ होइन हामी चाहिँ त्यो लास्टको पेलो बसमा आएका थियौँ यो चायको भिड चाहिँ यस्तो लाग्यो के गर्ने सफरको जिन्दगी यस्तै हो ठिक छ हेरौँ हेर्नुहोस् हाम्रो बिहानको नास्ता एउटा भाइ चाहिँ यही छ अनि त्यत्रेको हामीले चाहिँ 120 रुपियाँको एउटा चिया र अनि 2टा ब्रेड पकौडा नास्ता हुँदैछ नास्ता गरेर त्यो बसको नास्ता गरेर चाहिँ बसमा जानेछौँ है त यस्तो चाहिँ आजको जर्नी स्टार्ट भयो सुरुङभित्र गयो गाडी वाह लाइट छ अँधेरो छ तर
लाइट हालेको छ, राम्रो छ। कति लामो होला है यो सुरुङभित्रै हो साथीहरू। हामीहरू अहिले पहाडभित्र चाहिँ यस्तो यार काटेर बाटो बनाएको छ है। लामै रहेछ त यो। गाडीको स्पिड पनि देखाउँछ, यहाँ आरामले जानु भन्ने सूचना बोर्ड हालेको छ। लामै रहेछ यो त अलि, यो सुरुङ चाहिँ अब बाहिर निस्क्यौँ हामी। कस्तो राम्रै थियो होइन। अब पुग्यो लोनाउला, पुग्यो अब 5 मिनटमा लोनाउला भयो। महाराष्ट्रमा उत्रियो होइन। अब मराठी मान्छेहरू पनि देखिँदैछन् त्यहाँ, हेर्नुहोस् यो लोनावला साथीहरू। बस चाहिँ तातो बस जाँदैछ, त्यही बसमा आएका थियौँ। ठिक छ, अब यस्तै छ। महाराष्ट्रको हावा पनि हेर्नु पर्यो 2-4 दिन।